आज शिवम सर वर्कसपको लागि पुरै प्रिपेयर भएर बसिराख्नु भएको छ। त्यसपछि हामी स्कुटी निकालेर स्कुटीमा सरेर हामी बेलपुरतर्फ लाग्यौँ र हामी बेलपुरबाट सिधै हरेछतर्फ आगोलाई लिएर शिवम सर अगाडि जानुभयो र म र हामी पछि गइरहेका छौँ। पूर्वाञ्चल साधना कला केन्द्रका प्रोपाइटर राजेन्द्र खड्का सरले चाहिँ एक दिने कार्यशाला राख्नु भएको थियो हिपहपको र सबै अभिभावकहरू आइसक्नु भएको थियो। हामी जाँदाखेरि र नानी बाबुहरू तयारी अवस्थामा थिए। नानी बाबुहरू पनि धेरै एक्साइटेड भएर आइरहनुहुन्थ्यो। हामीले चाहिँ नानी बाबुहरू यसरी भिडियो बनायौँ, सबैजना खुसी थिए। प्रमुख अतिथि चाहिँ हाम्रा नर्सिङ बोर्डिङ स्कुलका भाइस प्रिन्सिपल विपन विक सर हुनुहुन्थ्यो। उहाँले चाहिँ नृत्यप्रतिको लगाव र नृत्यप्रतिलाई धेरै माया गर्नुभयो। त्यसपछि हाम्रो राजेन्द्र सरले केही कुराहरू भन्नुभयो नृत्यको बारेमा र हाम्रा अभिभावकज्यूहरूले पनि हामीले एक दुईवटा कुराहरू राख्यौँ। त्यसरी नै हामीले कार्यक्रम सुरु गरेपछि चाहिँ हामी फेरि आफ्नो आजको पाठ्यक्रमतिर अगाडि बढ्यौँ र हाम्रो कार्यक्रम सुरु गऱ्यौँ। हामीले शिवम सरले पनि दुई चार आफ्नो पढाइहरू राख्नुभएको थियो। यो शिवम सर अचेल धेरै अगाडि बढिसक्नु भएको छ। त्यस उहाँलाई आगामी दिनको धेरै धेरै शुभकामना दिन चाहन्छु र हाम्रो कार्यक्रम सुरु भएको छ। अब चाहिँ र हामीलाई नर्सिङ मेमोरियल स्कुलले यति राम्रो ठाउँ उपलब्ध गराइदिनु भयो र हामीलाई स्कुलले सर्टिफिकेट पनि स्पोन्सर गर्नुभएको थियो। हामीलाई धेरै साथ र सपोर्ट गर्नुभयो नर्सिङ स्कुलका सम्पूर्ण परिवार टिमले। शिवम सरले नानीमा भन्दा वार्म अफ गराउनु भयो। वार्म अफ गराइसकेर हामी अचानक तयारी पारेको थियौँ र अभिभावकज्यूहरू पनि सँगसँगै वार्म अफ गर्दै हुनुहुन्थ्यो। जोस् रमाइलो भएको थियो चाहिँ शिवम सरले कोरियोग्राफी गर्नुभएको थियो। हामीले त्यो कोरियोग्राफी हेऱ्यौँ। नानी बाबुले धेरै राम्रो गरे। त्यस पछाडि हामीले खाजा मगाएको थियो। खाजा आयो र खाजा खायौँ। सम्पूर्ण नानी बाबुहरूलाई एक एक गर्दै हामीले खाजा दियौँ। खाजा खाए पश्चात नानीहरू एकछिन रेस्ट गरे। त्यसपश्चात हामीले कार्यक्रम एकदम राम्रो तरिकाले सक्यौँ। नानी बाबुहरूलाई सर्टिफिकेट वितरण गऱ्यौँ र पानी पनि साह्रै परिरहेको थियो। त्यही भएर हामीले चाँडै कार्यक्रम सक्यौँ।